चाहिँ यो मन पर्यो लामा दाइलाई उले हाई गर्छ नि म उठाइदिन्छु Wait, cutie spotted. Hi guys, welcome back to my channel. अनि आएर भन्छ सबजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि म चाहिँ आज आएको छु मेज रेस्टुरेन्ट जुन चाहिँ ढापासीमा रहेको छ अनि आज पनि क्रिएटर्स मिटअप छ अनि मलाई इन्भिटेसन आएको थियो त्यही भएर म चाहिँ आएको छु आज म पुरा फिट चेक म हजुरलाई फिट चेक पनि देखाउँछु है त मेरो आज मैले कन्भर्स लगाएको छु अनि यो मेरो पोको ब्याग मेरो फेभरेट अल टाइम फेभरेट ब्याग भइसक्यो चाहिँ अनि जेन्स छ त्यही हो अब लेट्स गो माथि हाई म चाहिँ उहाँसँग आएको है हेलो हैन म पोठावाला हाई कस्तो भन जिनी के हाई कङ्ग्रेचुलेसन फर 10K केक काट्नुपर्छ है हामीले काटिसक्यो भन न त्यही होइन आफू एक्लै गएर हामीलाई चाहिँ बोलाउनु सोलाउनु छैन के हो ल हाई गाइस म आज यता हामीसँग आउँछ नि यहाँ हाम्रो दाइ पनि हुनुहुन्छ लामा ब्लग्स ल केही भन्दिनु मेरो दुई तपा आँसु तप तप त्यसो मात्रै भनेर भएन अलि राम्रो भन्नु पर्यो मेरो आज पनि अचम्मै भयो यहाँ सबैजना क्रिएटर अझै हामी यहाँ चाहिँ 3 जना मात्र छौँ हैन माथि माथि छन् त अहिले ओ यहाँ छन् नि माथि चल्दै छ हैन अहिले एकछिन पछि त्यहाँ मजाक गर्नुपर्छ रमाइलो गर्नुपर्छ दायाँ बायाँको माहौललाई चाहिँ रमाइलो गर्नुपर्छ अरु केही भन्नु छ नि सब्स्क्राइब गरिदिनु भन्नु सेक्रिफाई गर्नु होला मेरो च्यानललाई नेपाललाई अनि मेरो नाम चाहिँ यहाँ छ फुडहलिक्स गाइज मलाई बोलाउनुमा यो भाइको हात छ आदर्श भाइ आइएम सो सरी भाइ बोलाउदिनु होला हामी दिलले बोलाउनु होला म अलि बढी भयो जस्तो साच्चै ल अलि बढी भयो अरे ओके धन्यवाद थ्याङ्क यू सो मच घुम्नु Oh my god, guys. Hi. म सबैजना मेरो च्यानल हेर्दिनु होला सबैजना अडियन्स हेमराज राईमा आउनु पर्ने क्या गाइस यहाँ फोटो सेसन भइरहेछ न त खाएको पस्दैन अनि दिदी दिन्छ आदर्शले अब आमा म त डरै लाग्यो खोइ मलाई चाहिँ यो मन पर्यो यो लामा दाइलाई मलाई चाहिँ यो लामा दाइलाई मलाई चाहिँ यो मन पर्यो यसको नाम के हो अरे ब्लू एन्जल होइन होला बाला चिसो एक्चुअल नाम पनि भन न एक्सक्युज मी अनि दाइ त फुड ट्राभल मलाई चिन्दैन म हैन नमस्ते बाय बाय थ्याङ्क यू सो मच always Yes. Thank you for coming. Finally, I made it.
ओढ्ने कि खाँदाखेरि ओढ्ने हो? यो यहाँ खाने बेला यता राख्ने हो झिङ्गा नपरोस् भनेर एक्चुअली झिङ्गा नपरोस् भनेर हो? यो पानी पर्दाखेरि ओढ्न मिल्छ कि मिल्दैन? यस्तो यो खिलाउनवाला हो यो त पहिला पहिला चक्लेटमा पाउँथ्यो जस्तो लाग्यो है गाइज मेजबाट चाहिँ हामीलाई यस्तो धेरै ल्याउनु पर्छ यो अनि यो प्रिङ्कल्स डार्क चक्लेट यो लिप बाम बोतल अनि चको पाई रुको जरा सबर करो सो गाइस मैले चाहिँ लिएँ एउटा जिन्स यता यहाँबाट किन माथि गइरहेछ यो यस्तो लिएको छु पिपल्स प्लाजा भित्र हो ओ माई गॉड गाइस मल्टा अचार हुँदैछ यहाँ मम्मी ले बनाउँदै हुनुहुन्छ अनि यहाँ वी गट सम मुलाको अचार गाइस तपाईहरुले चाहिन्छ भए यसो मिस गर्दा हुन्छ है म ल्याइदिन्छु होम डेलिभरी सर्भिस पनि अवेलेबल छ हाम्रोमा लामो बाँडेपछि हुने नत्र यहाँ बाँडेपछि है ओ अच्छा यसो यसो राख्नु भगाएर हाई फाइभ गर स्याबास आदेऊ अझ आदेऊ सानो आदेऊ न साम्बोमे आदेऊ देऊ न देऊ स्याबास क्या अर्को देऊ यो देऊ न छिटो देऊ न सानो भिडियो अन भइरहेछ देऊ न हाई फाइभ गर चल है हाई फाइभ गर या ताताको नङ भएको छैन फेरि गर है ज्ञानी हाई फाइभ छिटो गर आया सिट चल्ने होइन पह वेट नो रोक्ने होइन है एउटा गर्छु पह